गाइस हामी अहिले यहाँ होटलमा आएको छौँ होइन सरलाई भेटेर हामीलाई यहाँ सरले खुवाएर मोमो चाउमिन हुनेछ सर यहाँ हुन्छ नेपाली पढाउनु सर पहिले हाम्रो सानोदेखि पढाउनु भएको होइन 10 वर्ष पछाडि भेट भयो बनाइदिएको 10 वर्ष त भएन तर 2-3 वर्ष त भयो नि होइन अनि 2 वर्ष भइसक्यो कलेज पढेको अनि त्यो सरले चाहिँ हामीलाई यहाँ मनदेखि नै धन्यवाद धेरै धेरै पहिले जति पुग्यो पनि सरले पहिले नि एउटा सेउ ल्याउनुहुन्थ्यो कि अनि के घरमा के अरे के गर्नु लाउनुहुन्थ्यो कि अनि जसले छिटो गर्छ त्यसलाई दिदी भनेर दिनुहुन्न त्यो एक्लै देखाउँदै खानुहुन्थ्यो पहिले सेउ ल्याउनुहुन्थ्यो घरि के ल्याउनुहुन्थ्यो ल बाई ह्यापी दशैं तपाईँलाई पनि सर कस्तो भोक लागिरहेको थियो हामीलाई तपाईँ चाहिँ कताबाट जानुहुने हाम्रो त लुगा किनेको छैन सानी किन त ल अब सरले जानुहुन्छ सस्तोमा आउँछ क्या लुगा दसैँमा सरले हाम्रो किनेर अगाडिमा भयो अब बाई बाई सर ल बाई ल जानु त राम्ररी गिटामोडदेखि यहाँ धाइजन आइसक्यौँ फुपूको यहाँ पार्लरमा होइन कति गली सामानहरू हामीले चाहिँ यहाँ तन्ले चाहिँ बेथाली लथालिङ्ग भइसक्यो अब घर जाँदैछु गाइस भोक पनि लागिरहेछ हामीलाई सरले अघि उयो खाजा खुवाउनु भएको नि हाम्रो नेपाली पढाउनु सरले भेटेर हामीलाई खाजा खुवाउनु धर्मै हो क्या न त अन्त भोकाली मार्छु नि भगवान् अब जाने गाइस यस्तै हो झोलाहरू यहाँ धेरै छ होइन दसैँको यसो हल्का के भन्नु केही किन्दिन खासै त जाने हो त अब अन्धकार पनि भइसक्यो 10 बजी हिँडेको 10 होइन 12 बजी हिँडेको र यहाँ कता भइसक्यो यहाँ चाहिँ इक्सु छ इक्सु गाह्रो पर्यो गर्मीले रुगा मार्च लागिसक्यो बिरामी भइसके कस्तो धुलो भित्ताकोटमा भगवान् गाइस अब जाने ल बाई बाई गरिदिएको छ बाई बाई गर्ने बाई बाई गाइजहरूको त नरिसाउनु मसँग रिसायो भने होइन गाइज ल भयो छिटै न नाना नगर कान्छे